सबैजनामा नमस्कार साथीहरू। आज म तपाईहरुलाई ट्राफिकमा रहेको ट्राफिक चिन्हहरू सम्बन्धी केही महत्त्वपूर्ण जानकारीहरू दिन गइरहेको छु। ट्राफिक चिन्ह साथीहरू 3 प्रकारका हुन्छन्: आदेशमूलक, चेतावनीमूलक र जानकारीमूलक। ती 3 मध्ये म आज 1 नम्बरको आदेशमूलक वा प्रतिबन्धात्मक ट्राफिक चिन्हको बारेमा, जसलाई इंग्लिशमा रेगुलेटरी और मैन्डेटरी ट्राफिक साइन भनिन्छ। आदेशमूलक, जसलाई हामी सजिलै पहिचान गर्न सक्छौं। गोलो आकार भित्र कुनै ट्राफिक चिन्ह छ भने त्यसलाई हामी आदेशमूलक ट्राफिक चिन्ह बुझ्नुपर्छ, जुनले हामीलाई आदेश दिन्छ यो गर्नु हुँदैन, यो गर्नुपर्छ, यस्तो यहाँ गर्न मिल्दैन, यहाँ फलानो काम गर्न मिल्दैन, अथवा यहाँ गाडी निषेध छ, सवारी साधन पार्किङ निषेध छ भनेर साइन आदेश दिन्छ भने त्यो हाम्रो लागि आदेशमूलक चिन्ह हुन्छ, ट्राफिक चिन्ह हुन्छ। त्यसरी हामी थाहा पाउन सक्छौं। जस्तै गोलो आकार भित्र कुनै ट्राफिक चिन्ह संकेत गर्छ भने त्यसलाई हामी आदेशमूलक ट्राफिक साइन बुझ्न सक्छौं है साथी।